हेऱ्यो भने विभिन्न ठाउँमा यो सडक निर्माणको विस्तारको कामहरू भइरहेको छ। त्यसले गर्दाखेरि सडकमा हुनुपर्ने रोड फर्निचरका कुराहरू छैनन्। विभिन्न ठाउँमा सडक सङ्केत चिन्हहरू छैनन्। रातको समयमा टल्कने गरिराख्नुपर्ने रिफ्लेक्टिभ इन्डिकेटरहरू पनि कम नै छन्। त्यो खालका समस्याहरूले गर्दाखेरि यतापट्टिको सवारी दुर्घटनाको सङ्ख्यामा पनि वृद्धि हुँदै गइरहेको अवस्था पनि रहेछ। भित्री सडक खण्ड र अन्य बेल्टहरूमा ट्राफिक नियमहरूको पालना चाहिँ त्यति धेरै त्यसमा जागरुक नभएको, सचेत नभएको जस्तो अवस्था पनि रहेछ। यी सँगसँगै अटो रिक्सा, टेम्पोहरूको आफ्नै किसिमका समस्याहरू छन्। पिक एन्ड ड्रपका समस्याहरू छन्। अटो रिक्सा, टेम्पोहरूको पटक पटक आइराखेको छ। यो दर्ताको समस्या, यिनीहरूले जग्गा नलिइकन चाहिँ सञ्चालन गरेको समस्याहरू पनि लगायत धेरै कुराहरू रहेछन्। यसका बावजुद पनि अब सबै कुराहरूमा इनिसिएटिभ त अब हाम्रो मुख्य उद्देश्य नै कपिलवस्तु जिल्लाको मुख्य सडकहरू होस् अथवा भित्री सडकहरू होस्, यो सडकलाई जतिसक्दो सुरक्षित बनाउने र भइरहेको दुर्घटनाको दर कम्तीमा अघिल्लो आर्थिक वर्षको भन्दा हामीले त्यसको दुर्घटनाको दर, मृत्यु दर र घाइते दर घटाउन सकियो भन्ने हामीले आफूलाई चाहिँ त्यसलाई सफल ठान्नुपर्छ। हाम्रो यो विषय भनेको हाम्रो कार्य सम्पादनसँग सँगै जोडिने विषय हुन्छ। हामी जहिले पनि आउँदाखेरि दुर्घटनाको दर, मृत्यु दर, घाइते दर घटाउने भनेर हाम्रो कार्य सम्पादनसँग सँगै जोडिने हुँदा हामीले यो कुराहरूलाई मेन फोकस, हाम्रो मुख्य उद्देश्य सुरक्षित सडक निर्माण गर्ने, त्यसको लागि दुर्घटनाको दर र घाइते मृत्यु दरमा चाहिँ कम गर्नको लागि के गर्नुपर्ने हुन्छ, ती प्रब्लमहरू अहिले त हामी समस्या पहिचानकै चरणमा छौँ। क्रमशः तिनलाई कसरी व्यवस्थापन गर्दै जानुपर्छ भन्ने किसिमका योजनाहरू बनाएर अगाडि बढ्ने भन्ने खालको हाम्रो योजना रहेको छ। यसमा अब दुई किसिमको रहन्छ। हामीले कारबाही गरिराख्दाखेरि दण्डात्मक कारबाही र सुधारात्मक कारबाही दुईटैलाई सँगसँगै लानुपर्छ भन्ने खालको हाम्रो मनाशय छ। सबै कुराहरूमा दण्डात्मक कारबाही गरेर मात्रै पनि मान्छेलाई समस्याको समाधान हुँदैन। पहिला अवेरनेसको पाटोहरूमा चाहिँ हामीले एग्रेसिभली अवेरनेसको पाटोमा ध्यान दिने र सँगसँगै त्यो सँगसँगै कारबाही गर्नुपर्ने र दण्डात्मक कारबाही गर्नुपर्ने ठाउँमा पनि सँगसँगै यी दुईवटा पाटोहरूको तारतम्यतालाई मिलाएर लगियो भने एक किसिमको सडकलाई सुरक्षित बनाउन सकिन्छ, दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भन्नेमा हाम्रो लागेको छ। अब यो पाटोहरूमा हामी ट्राफिक प्रहरी मात्रै नभएर यसका विभिन्न स्टेक होल्डरहरू हुन्छ। जस्तै अब यो सडक निर्माणको क्रममा रहेकोमा निर्माण गर्ने कम्पनीले अथवा निर्माण गर्ने ठेकदारले मिनिमम मूल्य राखिदिनुपर्ने चाहिँ तर सचेतनामूलक बोर्डहरू राखिदिनुपर्ने कुराहरू छ। कतिपय ठाउँमा राखिएको पनि रहेछ। बोराहरूमा स्टिकर्सहरू टाँसेर रातको समयमा टल्किएर बनाइएको छ। सरस्वती भिजिट गर्दाखेरि ती कतिपय बोराहरू च्यातिएका छन्, कतिपय बोराहरू फाटेका छन्, कतिपय ठाउँका बोर्डहरू राख्नुपर्ने ठाउँमा अलिक कम भएका छन्। ती पाटोहरूमा समन्वय गर्नुपर्ने पाटोहरू, विभिन्न स्टेक होल्डरसँग समन्वय गर्नुपर्ने पाटोहरू छन्। स्थानीय निकायहरूको पनि यसमा केही भूमिकाहरू रहन्छ। उहाँहरूसँग समन्वय गर्नुपर्ने पाटोहरू छन्। रोड फर्निचरहरूलाई अझै बढाइदिने कुराहरूमा सडक डिभिजन कार्यालयहरूसँग समन्वय गर्ने कुराहरू छन्। सबै स्टेक होल्डरहरूसँग प्रपर उचित समन्वय गरेर हाम्रो अल्टिमेट उद्देश्य भनेको यो जिल्लाभरिको सडकलाई जतिसक्दो सुरक्षित बनाउने भन्ने हुनेछ। त्यसमै हामीले मुख्य उद्देश्य त्यो राखेर नै काम गर्नेछौँ। यो सँगसँगै अब अहिले यो पछिल्लो असरहरूबाट पनि आयो। पछिल्लो जेएनजी मुभमेन्ट पछाडि ट्राफिकको अलिकति उपस्थिति सडकमा कमै छ। यसमा पनि हामीले हाम्रो कार्यालय तथा हाम्रो तालुक कार्यालय समेतले एक किसिमको हाम्रो चेकिङ गर्ने सिस्टम, हाम्रो उपस्थिति, त्यसलाई हामीले जुन किसिमले हाम्रो अपेक्षाले हामी सडकमा गइरहेका छौँ त्यसलाई प्रसिद्ध गर्ने मान्छे, लिने मान्छेले त्यही किसिमले लिएको छैन कि अथवा हामीले ट्राफिक नियम पालना गरौँ, सडकलाई सुरक्षित बनाऊ भन्ने किसिमले हामीले चेक पोइन्टहरू राख्ने र कारबाही दण्डात्मक कारबाहीहरू गर्दै जाँदाखेरि त्यो जुन वर्गमा हामीले गरिएको छ उनीहरूलाई हैरानी पो भइरहेको छ कि भन्ने किसिमले पनि एक किसिमको समीक्षा गर्नुपर्छ कि भन्ने खालको अन्डरस्ट्यान्डिङ चाहिँ हाम्रोबाट र हामीभन्दा माथिल्लो कार्यबाट पनि त्यो किसिमको अन्डरस्ट्यान्डिङ भयो। यसलाई पनि अझ थप व्यवस्थित बनाउनुपर्छ। चेक पोइन्टहरूलाई थप व्यवस्थित बनाउनुपर्छ। चेक पोइन्ट राख्दै गर्दा कारबाही गर्नु नै पर्ने, लापरवाही गर्ने, एकदमै हेलचक्राइबाट चलाउने, सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने साथसाथै दुःख हैरानी पनि नहोस् भन्ने किसिमको त्यो पाटोलाई पनि ध्यान दिएर सँगसँगै अवेरनेसका कार्यक्रमहरूलाई पनि दिएर सँगसँगै यी पाटाहरूलाई लिएर गएर
हामीले काम गर्ने योजना बनाएका छौँ। विशेष त